परिवर्तनशील जेनजी युवाहरू र पुरानो दलहरूबाट अक्रादिक्क भएका आम जनताहरूले खोजेको पनि यही हो र यो हाम्रो लागि एकदम खुसीको कुरा हो। र आगामी चुनावमा कुलमान घिसिङ र भालेन्सा हातेमालो गर्दै अगाडि बढ्ने कुरा हामीले कुलमान घिसिङको पोस्टबाट स्पष्ट बुझ्न सकिन्छ। यसरी नै अरू नयाँ पार्टी दलहरूसँग स्वतन्त्र व्यक्तिहरूसँग मिलेर अगाडि बढ्न सक्यो भने पक्कै पनि पुरानो दलहरूले भन्दा धेरै सिट संख्या ल्याउन सकिन्छ। अब आउने नयाँ सरकारमा देशप्रेमी युवाहरू दल पार्टीहरू सरकारमा पुगिन्छ। पक्कै पनि देश विकासको लागि केही परिवर्तन हुनेछ भन्ने हामीले आश गर्न सकिन्छ र आश गर्ने व्यक्तिहरू ठाउँमा पुग्न सकिन्छ। यसको लागि हामी आम परिवर्तनशील जनताहरू मिलेर नयाँ दलहरूलाई भोट दिन जरुरी छ। यसो गरियो भने मात्र पुरानो दलमा रहेका हजुरआमालाई विदाई गर्न सकिन्छ। होइन भने त्यही पुरानो दलमा भएका हजुरबा हजुरआमा फेरि पनि सरकारमा पुग्नेछ र देशको विकास भनेको आशा मात्र रहनेछ।